आजको हाम्रो यात्रा यो भोजपुरको घना जङ्गलमा छ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँको एकदम घना जङ्गल छ। विशेष गरी हाम्रो यो स्थानमा यहाँ रहेका जडीबुटीहरू तथा यहाँ रहेका वनस्पतिजन्य वस्तुहरूको अनुसन्धान गर्नको लागि हाम्रो यस स्थानमा आइपुगेका छौं। यो भोजपुर जिल्लाको कुलुङ भन्ने ठाउँदेखि 20 किलोमिटर रहेको माथितिर सल्याघार भन्ने जङ्गलमा हामीहरू घुमिरहेका छौं। देख्न सक्नुहुन्छ यहाँ यो लाली गुराँसको रुख हो। यो जङ्गली हल्दी हो। यो यहाँ अत्याधिक मात्रामा यो ठाउँमा तपाईहरु घना रुख बिरुवाहरू देखिरहेको यी सबै रुद्राक्षका रुखहरू हुन्। यी रुद्राक्षका रुखहरूबाट प्रत्येक वर्ष यहाँका स्थानीय बासिन्दाहरूले करोड करोड पैसा कमाउने गर्नुभएछ। यी रुद्राक्षका रुखहरूको व्यापारी भनेको चीनबाट आउनुहुन्छ। उहाँहरू चीनका व्यापारीहरूले यो अब जेठ असारतिर यो पाक्ने बेला हुन्छ, त्यतिखेर उहाँहरूको टोली आउँछ र यो पुरै एरिया उहाँहरूले किनेर 1.5 महिना लगाएर रुद्राक्ष सङ्कलन गरेर लानुहुन्छ र त्यसको मनग्गे आम्दानी यहाँका स्थानीय बासिन्दाहरूको जग्गामा रहेका रुद्राक्षको शुल्क तिर्दिनुहुन्छ। तपाई देख्न सक्नुहुन्छ यो घना जङ्गल। आज यस घना जङ्गलमा हाम्रो ट्रेकिङ भइरहेको छ। यस घना जङ्गलमा विभिन्न किसिमका जनावरहरू तपाईहरु यस ठाउँमा आउँदाखेरि पाउन सक्नुहुन्छ। जस्तै भनौं स्याल, त्यसैगरी जङ्गली फ्याउरो, बदेल, जङ्गली चरा, चितुवा लगायतका जङ्गली जनावरहरू यस स्थानमा आफ्नो वासस्थानको रूपमा बसेको देख्न सक्नुहुन्छ। समय समय यहाँ विशेष सबैतिर बाँदरहरू प्रजातिका बाँदरहरू पनि देख्न सकिन्छ। बाँदरहरू पनि यहाँ सबैतिर यहाँहरि घुमिरहेका हुन्छ।